बुवा कहाँ जानुभयो भनेको त यहाँ पो हुनुहुँदो रहेछ। पानी खानु, तातो पानी ल। तातो पानी खाने। फर्स्टमा के खानुभएको? आमामा चुर। अघि चुर खानुपर्छ अनि उठ्ने बित्तिकै। अनि टिभी हेर्न आउनुपर्छ बुवा। अनि टिभी अब हेर्नु हुने? खाजा खानु पर्यो नि त फर्स्ट। खाइसक्नु भयो? दुधिने गिलास चाहिँ म चिया खाजा लिएर आउँछु ल। अब चिया र खाजा है। कोही चाहिँ उठ्ने बित्तिकै के हो पारा यो अलिक तपाईँहरूले चिन्नुहुन्छ साथीहरू यो के हो भनेर? ल बोजू चाहिँ फेरि बिहानै आउनु भएछ। गुड मर्निङ बोजू। गुड मर्निङ। यता आमा चाहिँ बिरामी हुनुभयो र रातभरि। अघि मैले खाजाहरू खुवाइसकेँ। अब अहिले आराम गरिराख्नु भएको छ। आमा अब औषधि खानुपर्छ है ल। यता चाहिँ बाउछोरी सुतेको। बाउछोरीहरू उठेकै रहेनछन् केटाहरू त यहाँ अझै त्यत्तिकै लडिरहेको छन्। मै सबले घाइते दिलमा आएर चलाइस्यो। बोजू के हो? बोजूलाई त आमै बिहान वा लु बोजू गुड मर्निङ। राति सबै खुट्टा दुख्यो जिउ दुख्यो भन्नुहुन्थ्यो यहाँ। यो दुख्छ यो दाहिने हात दुख्छ सबै खुट्टा दुख्छ बुवाको। अब बुवालाई अब हस्पिटल जाउँ न त ल। त्यो पानी खाइसक्ने सट्ट सबै खाने। दिउँसोभरि पनि पानी खानुहुन्न। अहिले चिसोले गर्दाखेरि पानी खानु पनि हुन्न। अनि गाह्रो हुन्छ झन् साह्रै बुवालाई। आमालाई त मैले अघि खाजा खुवाइसकेँ। अब बुवाको पालो ल।